समाएर बस्नु त्यस्तो एकछिन हो र बाबुहरू न बस्नु अब मैले पनि गाडीभित्र सिट पाएन बाइकमा भन्दै थिएँ यस्तो बाटोमा भनेर बरु यहाँ आएर पनि बसेर जाने भने अनि बरु पछाडि नै बसेर माथिको बाटो हेर्नुहोस् न कस्तो छ त्यो भएर अनि बाटो त यहाँ खत्तम रहेछ को यहाँको मेरो यहाँको मेरो पहिला त्यही हो त्यो देव हो कि र हजुर हजुर अब त्यो अहिले कता छन् फेरि एक गाउँका छन् फेरि त पहिलेदेखि यस्तो यो बाटो यहाँको बाइक हिँड्ने बाटो रहेनछ अनि होइन बाबु छैन म त बुढाले त्यहाँ पुऱ्याइदिन्छ है भन्नुहुन्थ्यो अब रन्दिएस म त पुर पछाडि बसेरै गाडीमा जाने भनेर हजुर हजुर पहिलेदेखि यस्तो यहाँको बाटो यस्तो बर्खामा त झन् खत्तम त्यस्तोमा पनि हिँड्ने राख्छन् यहाँ त टुरिस्टहरू आइरहेको छ त्यही त होइन बाटो त यस्तो हालतमा त भएन त आउँछन् बाटो हेर्नुहोस् न त्यही त बाटो खत्तम रहेछ नि कहाँ आउँछ यस्तो एकचोटि आएको मान्छे फर्केर आउँदैन क्या हामी त अब आइँदैन अब बेली जाँदा अलिक पऱ्यो खुट्टा उहाँ टेक्छु कि अहिले उहाँ चढ्नु भयो भने यहाँ बस्दा ठिक हुन्छ कहाँ छ बाबुहरूको बाटो कहिले हिजो आउनुभयो राति कि हिजो बिहान हजुर यहाँ घुम्यो चिसो रहेछ तर यो बाटो देख्दा त किन आइएछ र भन्ने जस्तो भयो त्यस्तै छ बाटो भनेकै बेलामा गाडी पनि नपाइने हेर्नुहोस् न ढोरपाटनको बाटो काम छैन